हरेक वर्ष जब सरकारले बजेट ल्याउँछ त्यो खाली अङ्कहरूको प्रस्तुति मात्रै होइन, त्यो त देशको भविष्यका लागि गरिएको एउटा वाचा हो, हाम्रो प्रगतिको लागि कोरिएको एउटा नक्सा। तर सोच्नुहोस् त के हुन्छ जब त्यही वाचा तोडिन्छ, जब त्यो नक्साले हामीलाई कतै नपुर्याई बीच बाटोमै अल्मल्याउँछ। आज हामी नेपालको वित्तीय प्रणालीभित्र लुकेको यही जटिल सत्यको पर्दाफास गर्दैछौँ। ल सुरु गरौँ सरकारको आफ्नै आधिकारिक वित्तीय योजना अर्थात् बजेटबाटै। हाम्रो विश्लेषणको सुरुवात यहीँबाट हुन्छ। यो आर्थिक वर्षको बजेटलाई हेरौँ न। 61% भन्दा धेरै पैसा त सरकार चलाउन, तलब भत्ता दिन जस्ता दैनिक प्रशासनिक काममै सकिन्छ। तर देश बनाउने काम जस्तै सडक, अस्पताल, त्यसका लागि छुट्याइएको पुँजीगत खर्च जम्मा जम्मी 19%। यहीँबाट थाहा हुन्छ हाम्रो प्राथमिकता कता छ। अनि यो पैसा आउँछ कहाँबाट त? ल हेर्नुस्, सरकारको ढुकुटी भर्ने सबैभन्दा ठूलो स्रोत भनेकै हामीले तिर्ने कर हो। कुल आम्दानीको लगभग 68% हिस्सा करबाटै उठ्छ, जबकि विदेशी अनुदान त 3% भन्दा पनि कम छ। मतलब देश चलेकै हामीले तिरेको पैसाले हो। तर यो पैसा उठाउने जुन मुख्य तरिका छ नि, मूल्य अभिवृद्धि कर अर्थात् VAT, त्यो कतिको सही छ त? आउनुहोस् अब यसमा अलिकति गहिरिएर हेरौँ। VAT यानी भ्याल्यु एडेड ट्याक्स, यो यस्तो कर हो जुन हामीले किन्ने हरेक सामान र सेवामा जोडिएको हुन्छ। घुमाइफिराई अन्तिममा यसको पूरा भार तिर्ने त हामी उपभोक्ताले नै हो। नेपालमा कस्तो छ भने, चाहे तपाईँ नुन किन्नुहोस् वा सुन, कर एउटै छ, 13%। विलासिताको सामान होस् वा जीवन धान्ने वस्तु, सबै कुरामा फ्ल्याट 13%। अनि यही कुरामा सबैभन्दा धेरै प्रश्न उठ्छ। द फार साइट नेपालको यो भनाइले पनि त्यही भन्छ। यसले गर्दा खास मारमा पर्छन् कम आम्दानी हुनेहरू, किनभने उनीहरूको कमाइको ठूलो हिस्सा त नुन, तेल, चामल जस्ता आधारभूत कुरामै सकिन्छ। यो कुरा बुझ्न हाम्रो छिमेकी भारतलाई हेरौँ। त्यहाँ हाम्रो जस्तो एउटै रेट छैन। त्यहाँ आवश्यक सामानमा 0% वा 5% कर लाग्छ भने लग्जरी सामानमा 28% सम्म। यसले के गर्छ भने गरिबलाई चाहिने कुरा सस्तो र धनीले किन्ने कुरा महँगो बनाउँछ। अलि न्यायपूर्ण देखिन्छ होइन त? ल, पैसा उठाउने कुरा त यस्तो भयो। तर त्योभन्दा पनि डरलाग्दो समस्या त उठाएको पैसा खर्च गर्ने तरिकामा छ, र यसले हामीलाई बजेट विश्वसनीयता भन्ने शब्दसम्म ल्याइ पुर्याउँछ। यो बजेट विश्वसनीयता भनेको के हो त? सिधा भाषामा भन्दा सरकारले कागजमा यति खर्च गर्छु भनेर देखाउने र वास्तवमा कति खर्च गर्यो भन्ने बीचको फरक हो। यो फरक जति धेरै भयो, सरकार आफ्नो योजनामा त्यति नै असफल मानिन्छ। अब यो तथ्याङ्क हेर्दा त साँच्चै नै झसङ्ग भइन्छ। सोच्नुहोस् त, शिक्षा जस्तो क्षेत्रमा छुट्याइएको पैसाको 60% त खर्च नै भएको रहेनछ। स्वास्थ्यमा 35%, कृषिमा 30%। यो त कागजको योजना र वास्तविकता बीचको कहाली लाग्दो खाडोल हो। यसले एउटै कुरा प्रष्ट पार्छ, कागजमा जति राम्रो योजना बनाए पनि त्यो लागू भएन भने त्यसको के अर्थ? अब प्रश्न उठ्छ, यदि विकासको पैसा खर्च भएकै छैन भने त्यो पैसा गयो कहाँ त? हो, अब हामी कुराको सबैभन्दा अध्यारो पाटोतिर जाँदैछौँ, भ्रष्टाचार। यो ग्राफले के देखाउँछ भने अख्तियारमा दर्ता हुने भ्रष्टाचारका मुद्दाहरू हरेक वर्ष बढ्दै गएका छन्। मतलब यो समस्या कम हुनुको सट्टा झन्झन विकराल बन्दैछ। र यो कुनै हजार लाखको कुरा होइन। एनसेलको कर छली होस् वा वाइड बडी जहाज काण्ड, यहाँ अर्बौं अर्बौंको खेल भएको छ। यी अङ्कहरूले भ्रष्टाचार कति भयावह छ भन्ने देखाउँछ। अनि भ्याटमा हुने ठगीको चक्र पनि रोचक छ। ठूला व्यापारीले नक्कली बिल बनाएर कर फिर्ता लिन्छन्। साना पसलले हामीबाट 13% भ्याट त लिन्छन्, तर बिल दिँदैनन्। अनि के हुन्छ? हामीले तिरेको कर सरकारको ढुकुटीमा होइन, सिधै कसैको गोजीमा जान्छ। यो त दिन दहाडे हुने लुट जस्तै भयो। र सरकारी पैसाको दुरुपयोगको अर्को नमुना हेर्नुहोस्। देशभरि 1800 भन्दा धेरै ठेकाहरू अलपत्र। पैसा निकासा भयो, तर काम कहिल्यै सकिएन। विकास जहाँको त्यहीँ रोकियो। ल, अब यी सबै कुराहरूलाई एक ठाउँमा राखेर हेरौँ। यो सबै गडबडीको वास्तविक मूल्य के हो त? यो भत्किएको वित्तीय प्रणालीले देशको भविष्यमा, हाम्रो विकासमा कस्तो असर पारिरहेको छ? अन्तमा यो स्लाइडले सबै कुराको निचोड देखाउँछ। यो तस्बिर साँच्चै डरलाग्दो छ। हेर्नुहोस् त, जुन जुन क्षेत्रमा बजेट सबैभन्दा कम खर्च भएको छ,
शिक्षा, स्वास्थ्य, कृषि, ठिक त्यही क्षेत्रहरूसँग जोडिएका दिगो विकास लक्ष्यमा नेपाल सबैभन्दा पछि परेको छ। हाम्रो गरिबी, भोकमरी र कमजोर शिक्षाको जड यही वित्तीय अव्यवस्थामा लुकेको छ। यो चक्र एकदमै स्पष्ट छ। एउटा अन्यायपूर्ण कर प्रणाली, बजेट खर्च गर्नमा पूर्ण असफलता र जताततै फैलिएको भ्रष्टाचार, यी तीन कुरा मिलेर हाम्रो देशको प्रगतिलाई रोकिरहेका छन्। र अन्त्यमा एउटा गम्भीर प्रश्न, जब देशको आफ्नै खाका, आफ्नै योजना नै भत्केको छ भने त्यसले आफ्नो भविष्यको निर्माण कसरी गर्ला?